हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज पनि तपाईँलाई मेरो अनदर ब्लगमा स्वागत छ। तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्ने एकदमै आश गरेको छु। तपाईँलाई चाहिँ म पनि आजदेखि मेरो रुमदेखि मेरो होटलसम्म तपाईँलाई बाटोमा के कस्तो देखिन्छ त्यस्तै तपाईँलाई अवगत गराउने म कोसिस गर्नेछु। आज पनि सधैँ जस्तै फ्रेस अप भएर ड्युटीको लागि यो बाटोमा तपाईँलाई देखाउँदैछु। म एकदमै यो चाहिँ लेभिन्टी होटलको ग्रुप भइहाल्यो अनि यहाँबाट अलि माथिकै चाहिँ हाम्रो होटल आउँछ। तपाईँलाई म सधैँ जस्तो भन्दै गरेको छु कि रोडलाई क्रस गर्दाखेरि एकदमै ध्यान दिएर क्रस गर्नु होला भन्न चाहेको छु। म पनि जस्तो तसो गरेर रोड क्रस गरिसकेपछि अब चाहिँ म पनि यहाँबाट हेर्ने यहाँ चाहिँ एकदमै टिफिनको हो भनौँ साउथ इन्डियन ब्रेकफास्ट पाउँछ, त्यही भएर यहाँ एकदमै क्राउड हुन्छ। तर यहाँबाट माथि गइसकेपछि चाहिँ यो चाहिँ विरुद्ध ग्रुपको होटल भइहाल्यो अनि यहाँदेखि चाहिँ अलि माथितिर हाम्रो रेस्टुरेन्टतिर आइहाल्छ। यताबाट अलिअलि माथि गइसकेपछि हाम्रो होटल आइहाल्छ अनि यहाँबाट चाहिँ तपाईँलाई मैले देखाएँ मेन रोड यो मेन चाहिँ मेन बेलगाम धारवाड रोड हो अनि यहाँबाट चाहिँ एकदमै हाम्रो होटलको बाहिरपट्टि पुगिसकेको छु। म यो हाइवे भइहाल्यो अनि रेस्टुरेन्टमा पुगेँ। बिहानपट्टि एकदमै साफसफाइ भएको थिएन, पूजा गरिसकेको रहेछ। पूजामा मैले पनि अलिकति भगवान्लाई दर्शन गरेँ। त्यसपछि म पनि डेली अरू कामतिर लागेँ। दिउँसो चाहिँ एकदमै त्यति कस्टमर त थिएन, अलिअलि कस्टमर लागेकै थियो तर पनि कस्टमर थिए। हामीहरू पनि एकदमै कस्टमरहरू मैले नै आज एकदमै जल्दी खाना खाएँ। आज म पनि अलिकति जल्दी गएको छु किनभने चाहिँ अलिकति बालाल काट्नु भएको कारणले चाहिँ एकदमै म पनि अलि छिटो गएँ। तब पनि यही बाटो भएर अलि यहाँ चाहिँ हेयर कट गर्ने चाहिँ अलि टाढै छ, त्यही भएर चाहिँ पैदलै जानुपर्ने भएकाले म चाहिँ अलि छिटो आएँ। अनि यहाँबाट चाहिँ एकदमै भित्र तपाईँलाई म देखाएकै छु। यो मेन मार्केटमा भित्र गल्लीबाट छिरेँ। यहाँ चाहिँ एकदमै तल तल गइसकेपछि चाहिँ यहाँबाट गइसकेपछि सिटी नै छ एकदमै। यहाँ चाहिँ पब्लिक सधैँ प्राइज त्यसैमा काट्छु अनि बाल काटिसकेपछि एकदमै मेन रोडतिर आइसकेको चाहिँ रुमतिर लागेँ। रुममा चाहिँ अलिकति रेस्ट गरेर साँझपट्टिको चाहिँ एकदमै साँझको लागि तयारी भएर ड्युटी आउनुपर्ने भएकाले म चाहिँ अलि आज चाहिँ साँझ एकदमै बाटोमा थिएँ अनि साँझ चाहिँ फेरि फ्रेस अप भएर चाहिँ म ड्युटीको लागि हिँडेँ। एकदमै तपाईँ देख्न सक्नुहुन्छ एकदमै अँध्यारो अँध्यारो भइसकेको छ। एकदमै भनौँ त चिसो चिसो मौसम पनि छ, चिसो साँझ पख बिहानी पख अलिअलि चिसो भइसकेको छ। अनि यहाँबाट चाहिँ एकदमै तपाईँलाई म देखाउने छु राति कस्तो देखिन्छ के देखिन्छ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ एकदमै सुनसान जग्गा छ भनौँ त, एउटा शान्त। दिउँसो चाहिँ अलिकति ट्राफिक हुन्छ तर साँझ बेलुकी पख चाहिँ हुँदैन। जसो तसो म पनि अब चाहिँ रोडमा पुग्नै आँटेको छु। यो तपाईँलाई भन्दै गरेको छु म रोड क्रस गर्दाखेरिमा चाहिँ एकदमै ध्यान दिएर क्रस गर्नु होला किनभने चाहिँ जल्दीबाजीलाई नगरिदिनु होला होइन। अनि यहाँबाट चाहिँ एकदमै हामी होटल पुग्नै आँटेका छु। यो चाहिँ रातिपट्टिको भ्यूमा चाहिँ एकदमै राम्रो देखिन्छ अनि यो चाहिँ एकदमै हाम्रो होटलपट्टिको अगाडिको भ्यू भइहाल्यो। तपाईँ देख्न सक्नुहुन्छ राति एकदमै रमाइलो देखिन्छ, एकदमै दामी देखिन्छ। अनि चाहिँ यहाँबाट हामी चाहिँ भित्र केही चाहिँ मेरो रेस्टुरेन्ट आइहाल्छ अनि यहाँबाट चाहिँ एकदमै तपाईँ हेर्नु होला एकदमै माथि गइसकेपछि यहाँबाट चाहिँ एकदमै माथि जानुपर्छ। यहाँबाट माथि गई चाहिँ हाम्रो रेस्टुरेन्ट आउँछ अनि चाहिँ म पनि रेस्टुरेन्टमा पुगेँ। साँझपट्टि चाहिँ 1-2 टेबल लागेको रहेछ अनि चाहिँ काम चलिरहेको थियो अनि डिनरको लागि एकदमै सेटअप रेडी भइसकेको थियो अनि कस्टमरहरू पनि जाप लाग्दै थिए धीरे धीरे। त्यही भएर चाहिँ तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला।